हेलो साथीहरू, मेरो ब्लगमा आज पनि म फेरि आइसकेको छु। डी ब्लगमा म चाहिँ आज भागडुबा बजार जाँदैछु। फेरि आज पनि यताबाट सरर भागडुबा बजार गएको। आज शुक्रबार बजार छ, अनि त्यही भएर म चाहिँ अब बजार हिँडेको, यसो घुमेर आउँ भनेर। हल्का काम पनि छ बजारतिर, सब्जी तब्जी ल्याउने। यहाँ हाम्रोतिर चाहिँ बाटो यस्तै छ बबाल, यस्तो छ हाम्रो गाउँ। टक्क यस्तो हाम्रोतिर चाहिँ फेरि कालो पत्रे होइन, फेरि हरियो पत्रे मात्रै छ यो बाटो पनि। यस्तो बबाल खाले हरियो पत्रे अनि टल्किने पत्रे, यस्तो खाले बबाल बाटो छ। बाटो हुँदै हुँदै म चाहिँ भागडुबा बजारतिर जाँदैछु। टक्क आज हेरौँ बजार कस्तो लागेको छ है। त शुक्रबार अरे हाम्रो ठिकैको बजार लाग्छ। हाम्रो भागडुबा बजार चाहिँ शुक्रबार र मङ्गलबार लाग्ने हो। यस्तो छ हाम्रो धान रोपाइ पनि सुरु भइसकेको छ। लगभग आधीभन्दा धेरै भइसकेको छ धान रोप्ने कार्यक्रम पनि। यो चाहिँ हाम्रो नानीको स्कुल जाने ठाउँ युनिभर्सल पब्लिक एकाडेमी। आमा चाहिँ भागडुबा बजार पुग्नु आँटे। यस्तो छ यता हाम्रो भागडुबा बजार है। यस्तो बबाल भएको छ अहिले त कालो पत्रेहरू लगाएर एकदम बजारमा पनि इन्टरलकहरू लगाएर भित्र अब त मार्केटको लागिहरू बनाइराखेको छ है। यस्तो हाम्रो साउजी चाहिँ यहाँ सामान किन्न आएको म यहाँ दोकानमा। हामी भागडुबा बजार पुगिसक्यौँ। हाम्रो भागडुबा बजार चाहिँ यस्तो बबाल छ, बबाल इन्टरलकहरू लगाएर एकदम बबाल बनाएको छ। केटाहरू पनि आएको थिए हाम्रो अठु भाइहरूसँग। यस्तो बबाल छ बजार लाग्नु छ चाहिँ यही हो हाम्रो भागडुबा बजार। मेन बजार चाहिँ मङ्गलबार र शुक्रबार लाग्छ। मङ्गलबार ठिकैको, शुक्रबार चाहिँ अलिक हाम्रो साउसानीहरू यता पुरै व्यापार गरिरहेका छन् सबैजनाले। पर चाहिँ बजार छ है बजार चाहिँ, तर अझै पनि व्यवस्थित छ। अर्को दिन व्यवस्थित बनाउनु पर्यो यहाँ बजारलाई। खासै व्यवस्थित तर पनि पहिला भन्दा चाहिँ अहिले एकदम बबाल व्यवस्थित भइसकेको छ। यस्तो पहिला यहाँ हिलो हुन्थ्यो भने अहिले त हिलो खासै हुँदैन। राम्रै छ हाम्रो अठु भाइले कच्छु किन्ने अरे, अनि कच्छु किन्नुको लागि गर्दैछ बार्गेनिङ। 80 रुपियाँ तल किलो अरे कच्छु। हुँदैछौँ यो त कच्छुमा मसला गरेको के मसला भन्दैछ कच्छु कस्तो तरकारीमा। भागडुबा बजार चाहिँ यतिको बबाल भइसकेको छ है। अब यता गाउँतिर बसेको त अब गइराख्नुहुन्छ थाहा छँदैछ। यहाँ गाउँतिर अब 1 वर्ष 2 वर्ष 5 वर्ष भएको मान्छेहरूले चाहिँ बाहिरबाट हेर्दै हुनुहुन्छ। पहिला कस्तो थियो हिलो कस्तो खच्चर हिँड्नु पर्थ्यो बर्खामा। अहिले बर्खामा पनि यस्तो बबाल बनाइएको छ त्यो यता है। बिचमा हिँड्ने बाटोमा इन्टरलक लगाइदिएको छ। यता यो बोटको व्यवस्था पनि गरिसकेको छ। सटरको बनाउँदैछ हल्का हल्का भान्जा होटल। अनि त्यो तल लामाकान छ, सुँगुर काट्नेदेखि उल्लोपट्टि पनि बनाउँदैछन् है। यस्तो व्यवस्थित बनाउँदैछन् भागडुबा बजार। यस्तो बबाल छ यहीँ अहिले चाहिँ यस्तै छ, तर पहिला हेरेर चाहिँ एकदम बबाल भएको छ हाम्रो बजार चाहिँ। र हाम्रो भागडुबा बजार चाहिँ को घुम्नु भएको छ? नजिकको सबै घुमिहाल्नु भयो। टाढाको चाहिँ को हुनुहुन्छ भन्नु त। ल यो भिडियो चाहिँ कहाँबाट हेरिदिनुहुन्छ सबैजना लाइक सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। धन्यवाद।